तो हे गाइज के साल खबर सन्चै हुनुहुन्छ। आज तपाईहरुमा ठिकै हुनुहुन्छ। तपाईलाई आज म एउटा यस्तो एपको बारेमा बताउने छु जहाँबाट अर्निङ गर्न सक्नुहुनेछ। यो जेन्युइनली नट दराजबाट तिमीहरुलाई थाहा होला कि अहिलेसम्म बाइ मात्र गर्न सक्नुहुन्थ्यो तपाईहरुले। आज म बताउने छु दराजबाट कसरी पैसा कमाउन सक्नुहुनेछ। दराजबाट अलि मेहनत गर्नुपर्छ अनि पैसा धेरै आउँछ अनि इन्कम ठिकठाकै नै हुनेछ। जति तपाईले मेहनत गर्नुहुन्छ त्यति नै तपाईलाई इन्कम आउने हुनेछ। दराजबाट म कसरी त म हेराउने छु दराजलाई ओपन गर्ने अनि गरेर हेराउने छु। यहाँ अलि स्किप गर्ने एड आइहाल्छ, स्किप गर्ने अनि यहाँबाट तपाईहरुले थाहा होला कि बाइ गर्न मात्र सक्नुहुन्थ्यो अनि दराजबाट कसरी पैसा कमाउन सक्नुहुन्थ्यो म अहिले बताउने छु। यहाँबाट एकाउन्टमा क्लिक गर्ने सबैभन्दा पहिला कहाँ क्लिक भइहाल्यो, एकाउन्टमा क्लिक गर्ने। यहाँ आइडी आएको होला, तपाईले लगइन गरेको हुनु पर्यो। पहिला केही लगइन गर्नु पर्थ्यो, लगइन गरिलिने अनि यहाँ माई एफिलिएटमा मार्केट छ, माई एफिलिएट गर्ने। यहाँ पहिला एफिलिएट मार्केटमा जोइन हुनुपर्छ। पहिला यहाँ तपाईले आफ्नो नम्बर दिनु होला जो आफूले मोबाइलमा लगाएको। मैले एउटा जिमेल पनि हाल्ने अनि यहाँ तल्लोपट्टि यहाँ सेन्डमा क्लिक गर्ने भेरिफिकेसन कोड आउँछ अनि एकछिन पख मेरोमा भेरिफिकेसन कोड आइहाल्छ भने म बताउने छु कसरी गर्ने। मेरोमा भेरिफिकेसन कोड आइसक्यो 158650 आइसक्यो। कति छ भेरिफिकेसन कोड 158650। जोइन नाउ क्लिक गर्ने। रजिस्टर सक्सेसफुल भइहाल्यो मेरो। अनि यहाँ फेरि माई अकाउन्टमा क्लिक गर्दाखेरि एफिलिएट पार्टनर पनि सक्यो तपाईहरुले। त यहाँ तपाईले हेर्न सक्नुहुनेछ यहाँबाट कति तपाईले पेन्डिङमा छ, तपाईको अर्डर कति अर्न गर्यो, कति रिटर्न आयो, त्यो सबै हेर्न सक्नुहुनेछ। अनि यहाँ तलपट्टि हेर्न सक्नुहुन्छ प्रोडक्ट अनि रिपोर्टमा क्लिक गर्दाखेरि कति तपाईले अर्निङ गर्नुभयो यो यहाँ शो गर्नेछ। अनि यसमा एउटा यो प्रब्लम छ, सुरुमा 50 रुपैयाँ कमाउनु पर्छ तब बैंक अकाउन्ट जोड्नको लागि दिन्छ। यहाँ प्लिज कम्प्लिट योर अकाउन्ट इन्फर्मेसन। तपाईले 50 रुपैयाँ कमाइसकेपछि तपाईलाई यहाँ प्लिज अकाउन्ट छ नि, यहाँपट्टि तपाईलाई हेराउँछ अकाउन्ट इन्फर्मेसनको लागि। त पहिला त फेरि कसरी पैसा कमाउने म यहाँ बताउने गइरहेको छु। यहाँ तलपट्टि प्रोडक्टमा क्लिक गर्ने। के गर्न सक्नुहुन्छ यहाँबाट तपाईलाई यति अर्निङ हुन्छ। यो सामान बेच्दाखेरि तपाईले कमिसन दिन्छ 8% को दरले कमिसन दिनेछ। यो सामान कसैलाई सेल गरायो 54 रुपैयाँ दिनेछ तपाईलाई। यो सामान त 7 रुपैयाँ दिनेछ, 21 रुपैयाँ दिनेछ। यस्तै गरी सामानहरु सेल गराउँदा नै पैसा मिल्छ तपाईले जहाँ कि एफिलिएट मार्केटमा के हुन्छ तपाईहरुलाई सोशल मिडिया अकाउन्टमा छ त्यहाँ सेल गर्नुहुन्छ तपाईलाई धेरै अर्न हुन सक्नुहुनेछ। यहाँ यसको अर्निङ कहाँ बैंक अकाउन्ट हिसाबमा पनि आउन सक्नुहुनेछ, खास गरी बैंकमा आउने हुनेछ। तपाईहरुले के गर्ने कसरी गर्ने, जस्तै कि मानौ मलाई एउटा यो बेच्नु छ, मलाई एउटा यो सेल गराउनु छ त यहाँ तलपट्टि हेर्नु सक्नुहुन्छ अर्न 32 रुपैयाँ 72 पैसा छ। यहाँ क्लिक गर्ने अनि के गर्नुहुन्छ प्रमोट गर्नु छ यो एपलाई, यो सामानलाई सेल गराउनु छ कसैसँग, त्योसँग 490 रुपैयाँ लिन्छ तर तपाईलाई 32 रुपैयाँ दिनेछ। त यहाँ तपाईले के गर्नुहुनेछ यहाँबाट गेट लिंक छ नि, गेट लिंकबाट कपी पनि गर्न सक्छु, यहाँबाट कपी गर्न सक्नुहुन्छ। यो लिंकद्वारा तपाईको यो सामान पर्चेस गर्नेछ नि जसले पनि यो लिंकद्वारा पर्चेस गर्नेछ तपाईलाई 32 रुपैयाँ दिनेछ। नत्र यहाँ वन स्टेप टु शेयर यहाँ पनि क्लिक गर्न सक्नुहुन्छ। यहाँ तलपट्टि व्हाट्सएपमा शेयर, फेसबुकमा, टिकटकमा शेयर गर्ने लिंक अनि पैसा अर्न गर्न सक्नुहुन्छ। यहाँ पनि कपी लिंक पनि गर्न सक्नुहुनेछ। अनि जस्तै कि कपी लिंक गर्नुभयो, व्हाट्सएपमा शेयर गर्नुभयो, यो लिंकद्वारा कसैले सामान पर्चेस गर्नुभयो भने नि म जस्तै व्हाट्सएपमा हेराइदिन्छु, त्यहाँ म आफ्नोमा शेयर गरेको छु। यो लिंक सेन्ड भइहाल्यो। लिंक सेन्ड भएपछि यो लिंकद्वारा कसैले पेमेन्ट पर्चेस गर्ने हुनेछ तब तपाईलाई कमिसन दिनेछ 32 रुपैयाँ। यसरी नै तपाईहरुले यहाँ दराज एप्लिकेसनबाट पैसा कमाउन सक्नुहुनेछ।
त ल म आजको लागि धन्यवाद। यस्तै हेर्नु हुन सक्नुहुन्छ। यहाँ होम बटनमा पनि आएर हेर्न सक्नुहुन्छ। जुन प्रकार यहाँ क्याटेगोरी प्राइस पनि दिएको हुनेछ। यहाँ बाथरुमको यो फर्निचरको डेकोरेटको सामान पनि छ। अल एभ्रिथिङ पाउनुहुनेछ। यहाँ धेरै किसिमको सामानहरू छ। टुल्स एन्ड हेर्नु हुनुहुन्छ। स्टेसनरी के किचन से डाइनिङ से रिलेटेड कुनै सामान सेल गराउँदाखेरि तपाईले यहाँबाट अर्निङ गर्न सक्नुहुन्छ। यो जेन्युअल हो। तपाईहरुले एकचोटी मेहनत गर्नुपर्छ। अलि यो लिंकद्वारा प्रमोट गर्नुहोस्। तपाई यो सामानको पिक्चरलाई प्रमोट गर्ने टिकटकमा अनि कसैलाई चाहियो भने यो लिंक दिने। यो लिंकद्वारा पर्चेस गर्नुभयो तपाईले अर्न गर्न सक्नुहुन्छ। नत्र हामीलाई यो लिंक जो छ नि यो नम्बरमा स्क्रिनमा दिइरहेको छु नम्बर, त्यो नम्बरमा यो फोटो भेज्ने अनि म त्यसको घरसम्म पुर्याइदिन्छु। ल यतिको लागि बाइ बाइ, धन्यवाद। यो लाइक